फर्स्ट टाइम मतिगाराको बिहा खानु भनेर गएको छैन, हालत त्यस्तो भइसक्यो। हामी कहिले पनि मतिगारा चाहिँ सौदा गर्नु मात्रै आउँथ्यौँ पहिलातिर। आज चाहिँ मतिगारामा बिहा परेको कारणले गर्दा चाहिँ मतिगारामा बिहामा आएको। मेरो बिहामा जाँदाखेरिको लुगा चाहिँ यस्तो टाइपको छ। वाङ हेर वाङ, गरमले कस्तो भयो छोरा? मसिना देखाइदेऊ न तिम्रो। बाबा एसी चलाऊ रे भन्नु न, गर्मी हो कि यहाँ एसी चलाऊ। अटोमा एसी चलाइदेऊ भाइ। मतिगाराको गरम चाहिँ यस्तो छ है, त्यही माथि जाम, हेर्नुहोस् न गाडीको जाम। यस्तो घाममा चाहिँ, यस्तो घाममा मेरो आउटफिट चाहिँ यस्तो डरलाग्दो छ है। बुढाले लगाउनु भनेको है यो ड्रेस चाहिँ मलाई। के अरे कस्तो दिन्छ जाँदा मलाई राम्री देखिरहेको छ। बहिनीहरू चाहिँ बिहामा गएको अरे, राम्री भयो। यहाँनिर बहिनी हेर्नुहोस्, यहाँ मेरो छोरा गरम भएर यस्तो भइरहेको छ। ऊ फोटो खिच्नु गएको अरे बहिनीहरू चाहिँ। बहिनीहरू भन्दा पनि अरू वाङलाई पनि अल्छी लाग्यो अरे, साथी नभएर, त्यही भएर उसको साथी चाहिँ यो अरे, वाङको साथी। हेलो यो चाहिँ सेल्फी पोइन्ट। हामी चाहिँ यहाँबाट भित्रबाट आएको। आज चाहिँ हाम्रो हिँडै चम्क्यो है। मैले बिहानै भनेको थिएँ स्कुटीमा जाउँ, स्कुटीमै आऊँ भन्दाखेरि अटो पाइहाल्छ भन्यो होइन। त्यही भएर चाहिँ हामी चाहिँ लु न त भनेर बिहान आउँदाखेरि चाहिँ सबैजना मिलेर टुकटुक गरेर आएँ। अहिले फर्किँदा चाहिँ हामी 3 जना मात्रै भए, यसको बाउ म वाङछेन मात्रै। हिँडै चम्क्यो यस्तो लुगामा। हेर्नुहोस् घाम लागेको छ त्यस्तै। गोली सबै जग्गा गोली रहेछ नि त यतातिर चाहिँ। यहाँ त घर बनाउँदै पनि रहेछ। बल्ल बल्ल अटो पायो हामीले चाहिँ, त्यो पनि उल्टा बस्नु पर्यो।